हेलो गाइज भन हेलो गाइज गुड मर्निङ। आज भाइटिकाको सबैलाई शुभकामना। देश विदेशमा रहनुभएको मेरो आफन्तहरू, मेरो भाइ, ठुलो मामा, माइला मामा सबैलाई ह्याप्पी भाइटिका भन्नुहोस्। हामी रेडी गर्दैछौँ। माइला मामा र ठुलो मामा चाहिँ हुनुहुन्न, विदेशमा हुनुहुन्छ। उहाँ चाहिँ कान्छा मामा, कान्छा भाइ, तर मुवाला बिजीको बिजी जहिले। यता हेर त, टक्क माइती राजाहरूको स्वागतको लागि सगुन। ल रेडी हो, छिटो छिटो फुर्केर हेर। किन फुर्केको आज? फुर्केर दादा चिल्लर पार्टीहरू साथमा परमाउँछ। के गफरेको दादा भाइहरू? घर घर खेल्ने, हामीलाई पनि खेलाउने। सानो बनिन्छ नि त। के रे नानी? घर घर खेल्ने तिमी पनि? धमाधम रेडी हुन्छ हाम्रो चाहिँ। आज त प्रियान्स पनि ज्ञानी भएर छ। दिन भनेर होला, उसको भाइहरूको दाजुभाइको दिन भनेर होला, ऊ पनि ज्ञानी। भाइ पूजा एकतालमै फुटाउनुपर्छ। नाना पनि हेर्दै गरेको कसरी गर्छ जाऊ न। यस्तो अठार बनाएको होइन, म उयो जान्छु कि कहीँ मिलाइदिसक्यो झन्। प्रियान्स राई अहिले अलिक ठिक भयो। औषधि खायो। हजुर बस दाजु नि मेरो भाइहरू धेरै ज्ञानी हुनु, प्रगति गर्नुहोस्, प्रगति गर्नु, स्वास्थ्य दीर्घायुको कामना मेरो भाइलाई। ल ढोकाबाट कार्यक्रम हुँदैछ। ल त्यो लाउने टिका लाउने रे त्यहाँ। कुन लाउने नानी? टिका लाउने रहेछ। टिकी लाउने लु नाना, अरू टिकी ल आफू लाउने टिकी पनि। यस्तै अब नमानेपछि के गर्नु? माला लाग्यो मेरो कुन रेड यहाँनिर लु भयो। अब यो ग्रिन लगाइदिएको भाइ चाहिँ लगाइदिएको भएन सर, फेरि गर्नु भएन पचाकेर हिँड मामा हिँड। मामालाई पछाउने हेरेर के मिलेको जोडी हौ आमामा, कति मलाई मिलेको जोडी। छोरी यति फुल लिएर ओखर राख्नु, फुलमाथि राखेर अनि फुलमाथि राखेर फुटाइदिनु एकताल। अरू सबै लाग्ने घुमेर माइक युज गर्दिनँ होइन, पाउनै छ माइक भयो।
आउँछ लिएर आउँछ माथि सिरमा गाउँमा त शिरदेखि पुच्छरसम्म लाउने तिरसम्मै लाउने चलन छ है हजुर 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 सिरान टोलदेखि पुच्छर टोल हजुर हजुर हाम्रो एकै पाछा हामी दाजुभाइ काका अचानक यत्रो वर्ष पछाडि यहाँ बसेर चाहिँ थाहा भएन पछाडि वंशवारी गर्दाखेरि पो हाम्रो लोकेसन बतायो मलाई खोज्दै आएँ ठ्याक्क हाम्रो बहिनी भेटाएँ भिजाइमा हुने थिएँ मैले सोध्नै परेन त्यहाँदेखि काम पुगेको थपक्क बसिहालेँ बहिनीलाई पक्रेर हजुर यसपालि छिटो भयो कि कस्तो भयो छिटो भयो नि धेरै छिटो धेरै छिटो भयो नि त हजुर टिपेर पनि फ्रीमा गराउनु पाइन्छ हजुर हाम्रोतिर पनि हाम्रो बाँकी अब आयो भन्छ कि बहिनी आफूले असर गर्छ नि त्यसले पछि गएर सधैँ स्वास्थ्यले राम्रो लाभ हुँदैन जति कम्ती हो त्यति चाहिँ हामीलाई प्रेरित भयो क्या पहिले म खान्थेँ ए हजुर पकाउनमा दिइहाल्छु यसरी हामीसँग अझै मानिरहनु पाऊँ बाँचिरहनु पाऊँ त्यो रसिद पैसा फलो अनि राखेरी 57,000 मात्रै थियो हजुर अहिले 1 करोड पुग्यो राम्रो 1 करोड तपाईँको पछ्याउने मान्छे भन्दा भनेको सानो हो त होइन उसँग ज्ञान के छ भन्दा पनि त्यतातिर हजुर राम्रै गर्दै हुनुहुन्छ मान्नै पर्छ कामलाई है अब त्यो सडेको गरेको त्यो खोलाको शिरमा हेर्नु अहिले दिनमा 100-150 जना मान्छे त्यहाँ गएको हुन्छन् त्यो घुम्नुलाई अब हामी व्यवसाय मान्छेले रोजगारी पाएको छौँ त्यहाँनिर दिनमा 1-2पल्ट त हप्तामा यति नगएको पनि हप्ता 1-2पल्ट त म पनि गएकै हुन्छु त्यो ठाउँमा एकजना मान्छे लिएर त्यो पनि मैले रोजगारी पाएँ रोजगारी पाइयो त्यहाँ बसेर 10-12 टेम्पो तिनीहरू सँगै खडा गरेर बसेका छन् माथि अब कति धेरै गरेको छ नि प्रशंसा हुँदैछ यहाँ चाहिँ दाजुहरूले उहाँले गरेको भन्नु गरेको भने पापै लाग्छ मेरो विचारमा चाहिँ नयाँ सालमा हामी अस्ति घुम्नु गएको भाइ आमामा एकैछिनमा मान्छे त यत्तिकै भेट खुट्टा टेक्ने ठाउँै नभएको हो र शनिबारको दिन त मान्छे टनाटनी उपद्रो मेरो छोरा कहाँ चढ्यो सानी कत्रो उपद्रो त हो हेर न माथि आमा उपद्रो सजिलो पो भयो भाउजू त्यही माथि लाउने भयो टिका टिका यसपालि भाउजू सयपत्री पनि मैले एउटा आउँछ बरे बिहान गएको पनि कोही छैन दाजु हामी पनि हिजो बेलुका गएको कि काचा कुचुक परेको साह्रो नराम्रो अनि लु भनेर यसपालि त यस्तै भयो दाजु हुन्छ हुन्छ भाउजू हुन्छ अघि पनि ढोगिसक्नु भएको बसेर कहाँ सिक्छ अनि उसले सिकाउनु पर्छ कस्तो मजाले उज्यालो लाग्छ नि आफ्नै मम्मी खटेरी खस्नु भएछ अनि खसेको हिजो फेरि यहाँ के भयो यस्तो पछाडिमा जोड्यो खुसिएर छ कान्छे दाइ र कान्छी भाउजू बोल्न आउनुभयो म पनि भर्खरै पुगेँ अब आजदेखि तिहार पनि गयो होला दाजु भाउजू त्यही त बहिनी अब साल यसरी मनाउनु पाउनु आयो भन्दा गयो हजुर आजदेखि त फर्को मार्यो हजुर फुपूमा जानु छ टिका लिनु छिटो ढिलो भयो छोरा फुपूमा जानु छिटो आऊ त बा अब यो सेतो त टिकाल त हुँदैन के गर्नु सबै यो मात्रै लगाइदिनु भाउजू त्यहाँ बर्ड होला कानो यो कोटाउनु त सबै उयो लगाइदिनु पर्छ भाइलाई ऊ फुपूले जस्तो जस्तो लगाइदिन्छ त्यस्तै गर तिम्रो एकैचोटि लगाइदिनु होला है भदले कतिवटा आएको छैन अरे सुरु भदले तिन छ र ओ
कहिले त्यत्रो हुन्छ अब हेर्नै गाह्रो छ अब जन्माउनु सकिँदैन त्यही हो एउटाले वाक्य लगाउँछ अर्को जन्माएर त झन् अब के गर्नु हेरिदिन्छु भन्नु भने मलाई नै हेर्ने बेला भएको छ टाउको पो दुखाउँछ त एउटाले हुन्छ आज मान्दैछ तल पनि मान्यो तर आफै लाउँदै कति ज्ञानी भएको हो भाइ त आज अन्त आमा यस्तो ज्ञानी त फर्स्ट होला पहिलो टिका बाहिर छर्दैन न टाउकोमा हो त्यसरी कति मैले ज्ञानी भएको छोरा भगवान् यस्तो कति लगाइदिनुहोस् त दिनु त आमा लिन्छ त हौ अच्छा नि नानाले दिनुहोस् फुपूले पनि दिन्छु कति ज्ञानी छोरा हो आज जान्छ त कस्तो मेरो अब उसलाई चाहिहाल्छ एकचोटि काट्यो अरे क्या छुरी दिएको नि मेरो हातले खान्छ बाई भने त भाइले हेरेकै छ हेलो प्रियन्स हाई आफ्नै फोटो खिचेकै छ त यहाँनिर रुन्छ भनेर यता पूर्वपट्टि अरे बसी बसी अब के अहिले रुन्छ र भाँडा गर्छ राखेँ है अहिले भाइलाई टिका लगाइदियो खाम पर खाम बोक्नु भने त चिसो यता राखौँ आदि गिफ्ट गर्नु थालेछ छोरोले त आमा आखिर खेल्नुलाई यो के भन्छ दिनु दिदी अहिले हेर्नु भन्दा नाना भाइ मम्मीको नै बिर्सेर सित्तुमाको नै मम्मी लगाइदिन्छ सपना पनि खत्तम रहेछ नि त चलेन रे यता र अब ज्ञानी भयो नाना नाना चाहिँ नाना भन्नुहोस् त नाना नाना भन किन पनि लाउनु लिएर भरे घर गएर खानु ल रोटी पनि लाउँदो रहेछ ढोका खोला बुमको बुम आउनु बुम बोलाउनु बुम पर्केको हामी हान्नु बुम बुम बाई बाई भनिदिनु न